सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा अवस्थित पञ्चेश्वर गाउँपालिका वडा नम्बर 4 प्राकृतिक सौन्दर्यताले भरिपूर्ण कृषि सम्भावनाले सम्पन्न र विकासको गतिमा अघि बढेको एक नमुना वडा हो। यहाँ शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय प्रगतिहरू हासिल हुँदै गएका छन्। पञ्चेश्वरमा धेरै विकास भइरहेछ। रोड छ, बिजुली छ, घर घर पानी, 5 किलोवाला दूध 1 किलोमीटर पानी भर ल्याउँथ्यो। यही बेला लई लाग्दैन थी। यहाँ नै अब हाम्रो घरलाई पानी छ। रोड हम पिथौरागढ, भारतको पिथौरागढ बटे सामान पिठीमा बोक्लिँदै बाल त भुसिया पिठी भारी बोकाले तो वो सामान हामीलाई दोकान मिल्दैन। नेपालमा रोड आयो। आउँदैन का बरसातका टाइममा हाम्रो गङ्गा समस्या हुन्थ्यो। नेपाल टु नेपाल रोड छ। महेन्द्रगढबाट इन्डिया होइन छ, जम्मै सुविधा छ अहिले। अब वृद्ध भत्ता दिनन्, बुढालाई छ, गाडी व्यवस्था छ, सब बढिया छ। जिल्लाको तल्लो सुरार क्षेत्रमा पर्ने पञ्चेश्वर गाउँपालिका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले समृद्ध क्षेत्रको रूपमा परिचित छ। यस क्षेत्रको पवित्र धार्मिक मन्दिरबाट प्रचार प्रसार गर्न तथा जुन नेपाल र भारतको सीमामा अवस्थित एक महत्त्वपूर्ण धार्मिक स्थल छ त्यसको समेत प्रचार प्रसार गर्ने वडा नम्बर 4 प्राकृतिक सौन्दर्य, ग्रामीण जीवनशैली, कृषि तथा परम्परागत संस्कृतिको धनी क्षेत्र हो। महाकाली किनारका यी बस्तीहरू धान उत्पादनमा उल्लेखनीय प्रगति गर्दै गएका छन्। यहाँका बासिन्दाको मुख्य पेशा कृषि तथा पशुपालन रहेको छ भने सामाजिक सद्भाव, सांस्कृतिक विविधता तथा विकासप्रति सकारात्मक सहभागिता यसको मुख्य विशेषता छ। विकास निर्माणका गतिविधिलाई यहाँका जनप्रतिनिधिले प्राथमिकताका साथ अगाडि बढाएका छन्। पञ्चेश्वर गाउँपालिका 4ले सुशासन, पारदर्शिता र जवाबदेहितालाई प्राथमिकता राख्दै नागरिक मैत्री सेवा प्रवाह गरेको छ। स्थानीय सरकारको नेतृत्वमा विकास निर्माणका कार्यहरू प्रभावकारी रूपमा अगाडि बढेका छन्। स्वास्थ्य चौकी, यो चाहिँ वडाको यो सामुदायिक भवन हो। यो हाम्रो पहिला यो देवताल क्लब भन्ने थियो। हाम्रो अहिले साबिकका जो अहिले प्रेसिडेन्टकाल वडा अध्यक्ष काका जनकबहादुर चन्द्र नि तिनलाई मैले गुहार दिँदै गरेँ। ल बाबु अहिले नै पछि हाल्छौँ भन्दा लगभग यो गत साल मतलब 2082-83मा कर्मागतमा हाम्रो यो सामुदायिक भवन चाहिँ हालेको हो। वडाले राम्रो काम गरिरहेको छ। प्रत्येक ठाउँमा पिपल चौतारीमा पिपलको रुखलाई चौतारो दिएको छ। अनि यो स्कुलमा योजना हालेको छ। अनि ठिकै छ, वडाले राम्रो काम गरिरहेको छ जहाँसम्म हो। खोप कार्यक्रम, गर्भवती महिला जाँच, स्वास्थ्य कर्मी सेवा दिँदै महिला स्वास्थ्य स्वयंसेविकाहरू लागि परेका छन्। स्वास्थ्य सेवा दिन महिला स्वास्थ्य स्वयंसेविकाहरू लागि परेका छन्। स्वस्थ नागरिक नै समृद्ध समाजको आधार हो भन्ने नारा साथ वडाभित्र स्वास्थ्य सेवा पहुँच विस्तार गरिएको छ। नियमित खोप कार्यक्रम, गर्भवती तथा सुत्केरी सेवा, पोषण कार्यक्रम, परिवार नियोजन तथा स्वास्थ्य जनचेतनामूलक गतिविधिहरू सञ्चालन भइरहेका छन्।
पञ्चेश्वर गाउँपालिका वार्ड नम्बर 4ले यस आर्थिक वर्ष 2082-83मा यस आमचौरा स्वास्थ्य चौकीमा 2,50,000 को ज्येष्ठ नागरिक सङ्घ वडा अध्यक्ष घर दैलो कार्यक्रम गर्यो। अर्को तपाईँको 50,000 कार्यालय व्यवस्थापन र 60,000 स्वयंसेविका प्रोत्साहन भत्ता भनेर राख्यो। त्यसै गरी अर्को आर्थिक वर्ष 83-84मा पनि बजेटको व्यवस्थापन कार्यालय व्यवस्थापन भनेर र अर्को ज्येष्ठ नागरिक यो कार्यक्रममा धेरै गाउँका मान्छेहरूले वृद्ध महिलाहरूले पुरुषहरूले धेरैजनाले घरमै गएर उपचारको क्रममा धेरै सेवा सुविधा पायो। त्यसै गरी वडा अध्यक्ष सरसित या त गाउँपालिका अध्यक्ष सरसित यसै गरी यस आमचौरा स्वास्थ्य चौकीको लागि आगामी आर्थिक वर्ष पनि बजेट छुट्याइदियो भने केही कार्यालयमा सुधार हुन्थ्यो भन्ने अपेक्षा राखेको छु। यो कार्यक्रमले हामीले गाउँमा कति बेला अब फिल्डतिर जाँदा जनताहरूको धेरै राम्रो सकारात्मक सोच आउँछ। यस कार्यक्रमबाट उनले धेरै सेवा सुविधा उपलब्धिहरू पायो भन्ने फिडब्याक हामी लिन्छौँ। उनले फिडब्याक धेरै राम्रो दिन्छन् हामीलाई। आगामी आर्थिक वर्ष पनि यस्तै हामीलाई सहज होस् भन्न अपेक्षा राख्छन्। स्वास्थ्य संस्थालाई प्राथमिकताका साथ बजेट विनियोजित गरेर काम गर्दै आएको छ। यही ओडामा अहिले 15 शय्याको अस्पताल निर्वाचित भएर आइसकेपछि स्वास्थ्य क्षेत्रमा त्यो पहिले उसमा त खासै भएन। अलिअलि हो यो पालि 2-3 कार्यक्रम राखेका थिएँ मैले 82-83 को बजेटमा। एउटा त यो ज्येष्ठ नागरिक सङ्घ वडा अध्यक्ष कार्यक्रम भनेर राखेका थियौँ। त्यो चाहिँ प्रत्येक टोलमा वडामा गएर वृद्ध आमा बुवाहरू र बालबालिका भनौँ अपाङ्ग सबैलाई राम्रो औषधि ल्याएर त्यो घरमै गएर सेवा दिने काम भयो। त्यसबाट मलाई लाग्छ जनता एकदम सन्तुष्ट छन्। अझै यस्तो कार्यक्रम चलाइदिनुपर्छ भन्ने माग पनि आएछ। अर्को कुरा त्यो अहिले व्यवस्थापन खर्च भनेर थियो यो स्वास्थ्यमा खास यो पालिकाले मात्रै दिने रहेछ। केही सामग्री यताउति खरिद गर्नु पर्यो कि आवश्यक पर्यो भनेपछि अलि अप्ठ्यारो हुने र त्यसको लागि 50,000 व्यवस्थापन खर्चमा थियो। त्यो पनि लगभग यहाँभित्र अफिसमा चाहिने कुरा खरिद गरेर त्यो पनि प्रक्रियामा छ। अर्को कुरा यो महिला स्वयंसेविकाहरूलाई यिनीहरूको अब थोरै नेपाल सरकारले पारिश्रमिक त होइन कति 10-15 हजार कति वार्षिक दिने रहेछ र त्यसमा अलिक उनीहरूको काम देखेर यहाँ महिनामा 2-3 चोटि आउने डेलिभरी लाई पनि यहाँ पुगाउनु पर्ने यताउति देखेर मैले उनीहरूलाई पनि केही प्रोत्साहन दिनुपर्छ वडाले भनेर 60,000 त्यसमा राखेको छु। पालिका स्तरीय जुन 10 शय्याको हस्पिटल बन्दैछ यो सुरुमा मन्त्रालयबाट पुलाउँ भनेर आया अस्पताल हो। यसको लागि हामीले धेरै सङ्घर्ष गऱ्यौँ। म लगायत आमचौरावासीहरूले धेरै आन्दोलनसम्म गऱ्यो। यहाँ मेरो त अब अध्यक्षजीसित लगभग कन्ट्याक्ट भइरहेको थियो। त्यो म गर्छु यहाँ जसरी पनि गर्छु आन्दोलन गऱ्यो। यहाँ काठमाडौँ गएँ कहाँ के गरेँ। त्यसपछि त्यो कुलाउँ भन्ने कटाएर पालिका नजिक हुनुपर्छ 10 शय्याको अस्पताल भनेर त्यसपछि मन्त्रालयबाट सहमति भएर चाहिँ यहाँ लगभग अब अन्तिम चरणमा छ। मलाई लाग्छ 80% 75% काम भइसकेको छ। 20% मात्रै काम छ। हामीलाई खुसी लागेको छ। अझ यहाँ अहिले त बिल्डिङै बनिएको छ। भोलिको दिनमा लगत्तै हामीले यहाँ डाक्टर बसेको MBBS डाक्टर बसेको र यहाँका पञ्चेश्वरका जनताले यहाँबाट सेवा पाएको देख्न चाहन्छु। गुणस्तरीय शिक्षा विकासको आधारशिला हो। वडाका विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार, विद्यार्थी सहभागिता वृद्धि तथा आधुनिक शिक्षण सिकाइ विधिमा जोड दिएको छ, जसका लागि ओडाले स्मार्ट बोर्ड खरिद, विद्यालय रङरोगन लगायतका क्रियाकलाप गर्दै आएको छ। खेल मैदान निर्माणदेखि लिएर खानेपानीको व्यवस्था समेत विद्यालयमा ओडाले गरिदिएको छ।
वडा नम्बर 4 ले चाहिँ अहिलेको समयमा हाम्रो स्कुल मर्मतको लागि अनि डेन्टिङ पेन्टिङ लगायत अनि घेरपर्खालको लागि चाहिँ आवश्यक रकम 5 लाख रुपियाँ चाहिँ उहाँले छुट्याउनु भएको छ र 4 लाख चाहिँ खानेपानीको अलिक समस्या थियो। 4 लाख चाहिँ खानेपानीको लागि चाहिँ 4 नम्बर वडाले सहयोग गर्नुभएको छ। विद्यार्थीहरूलाई सहज पढाउने वातावरणमा वडाको के भूमिका रह्यो जस्तो लाग्छ स्थानीय सरकार वा? भूमिका राम्रै लाग्छ, किनभने टाइममा उनीहरू आइरहन्छन् अनि शिक्षकहरूसँग अनि व्यवस्थापन समितिसँग र अभिभावकज्यूहरूसँग सल्लाह गरिराख्छन् र समयमा चाहिँ उनीहरू स्कुलतिर आइराख्छन्। कक्षा 5 र कक्षा 8 को चाहिँ अहिले पालिका स्तरीय 5 को चाहिँ वडा स्तरीय बोर्डिङ के अरे यो इक्जाम गर्छन् अनि कक्षा 8 को चाहिँ पालिका स्तरीय चाहिँ इक्जाम गरेर चाहिँ यो परीक्षामा चाहिँ पछिल्लो समय वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्दा युवाहरू उत्साहित छन्। धेरै प्रभाव पर्छ त्यस्ता गेमहरू शारीरिक व्यायाम बनाउनु। हाम्रो वडालाई धन्यवाद दिन्छ, निरन्तर गेम हुनुपर्छ। गौतम चन्द यस्तो गेमहरूले हाम्रो शारीरिक स्वास्थ्यमा पनि सुधार हुँदै जान्छ अनि गेम पनि इम्प्रुभ हुँदै जान्छ। एकदमै धन्यवाद दिन चाहन्छु। यस्ता गेमहरू निरन्तर गराइराख्नु होला भन्न चाहन्छु। वडा नम्बर 4 ले चाहिँ हाम्रो डिजिटल सामग्री खरिदमा खास गरिकन यसै वर्ष हामीले चाहिँ वडाको बजेटबाट हामीले स्मार्ट टिभी त्यसै गरी हामीले चाहिँ एउटा प्रिन्टर खरिद गऱ्यौँ अनि हामीसँग ल्यापटप सानो कामको लागि ल्यापटप नै थिएन, त्यो पुरानो ल्यापटप बिग्रिसकेको थियो र नयाँ ल्यापटप खरिद पनि भएको छ। अनि त्यसै गरी हाम्रो चाहिँ निर्माण कार्यमा माथि हाम्रो कोठाहरूमा तपाईँको चाहिँ त्यो फर्स टुटेर खाडलहरू भएको थियो, त्यो खाडलहरू चाहिँ अहिले फेरि नयाँ फर्स हाल्ने काम त्यो निर्माण कार्य पनि जारी छ। यसरी चाहिँ वडा नम्बर 4 ले चाहिँ निरन्तर रूपमा हाम्रा समस्याहरूलाई सुनिदिएको छ र हामीलाई सहयोग गर्दै आएको छ। यहाँको मुख्य समस्या भनेको शिक्षक साथीहरूले लामो समयदेखि उपयुक्त तालिम र प्रशिक्षण नपाउनु हो हैन। अहिलेको चाहिँ डिजिटल युगमा अब प्रविधि मैत्री शिक्षा दिने त भनियो, तर त्यो प्रविधिको चाहिँ प्रशिक्षण अथवा त्यस किसिमको प्रविधिको प्रयोग गर्नको लागि सामग्रीको अभाव, स्रोत र साधनको अभाव, यहाँ एकातिर तपाईँको इन्टरनेट नचल्ने, अर्कोतिर स्मार्ट बोर्डहरू नभएको अब दिने तयारी चाहिँ छ, अहिलेसम्म नभएको अवस्था हो। अनि विद्युतको समस्या छँदैछ अहिलेसम्म पनि हैन। अहिलेसम्म विद्यालयको हाम्रो पूर्ण रूपमा विद्युत जडान भएको छैन, वायरिङ गर्न नै बाँकी छ केही भवनमा। त यो अफिसको भवनमा मात्रै हामीले चाहिँ वायरिङ गरेर विद्युत जडान गरेका छौँ, अझै त्यो काम हुन बाँकी भएको हुनाले सर्वप्रथम त शिक्षकलाई चाहिँ सक्षम बनाउने दिशामा हाम्रो स्थानीय सरकारले कदम चाल्नुपर्छ। त्यसपछि साधन र स्रोतको व्यवस्थापन गरिदिनु भयो भने चाहिँ सिकाइमा सुधार हुने अपेक्षा मैले लिएको छु। स्थानीय सरकारहरूले विद्यालय मर्ज लगायतका विषय गरिराखेको देखिन्छ। यहाँको व्यक्तिगत विचारमा विद्यालय मर्जको कन्सेप्ट कस्तो लाग्छ, यहाँलाई के लाग्छ?
अहिलेको यो विद्यालय नक्साङ्कन दरबन्दी मिलान समायोजनका कुराहरू यो स्थानीय सरकारको मात्रै एजेन्डा नभएर यो चाहिँ राष्ट्रिय स्तरमा नै सङ्घीय सरकारबाट नै यो काम भइरहेको छ। त्यसैको अनुरूप चाहिँ त्यो निर्देशन अनुरूप चाहिँ स्थानीय तहलाई पनि त्यो जिम्मेवारी दिएको हुनाले पहिलाको चाहिँ अवस्थामा बस्तीहरूको अवस्था छुट्टै थियो, अहिले बस्ती घट्दै गएको छ, धेरै ठाउँमा त गाउँहरू नै उठिसकेको छ। त्यस कारणले अहिलेको अवस्थामा बसाइको यो चाहिँ नागरिकहरूको यहाँको जुन जनसङ्ख्या छ त्यो जनसङ्ख्यालाई हेरेर विद्यालय नक्साङ्कन फेरि गर्नु आवश्यक देख्छु म र दरबन्दी मिलान पनि आवश्यक छ। किनभने अहिले चाहिँ प्राथमिक तहमा चाहिँ विद्यालय सङ्ख्या घट्दै घट्दै गएको र माथि बढ्दै बढ्दै गएको छ। त्यस कारणले चाहिँ यो विद्यालय समायोजन पनि आवश्यक छ, दरबन्दी मिलान पनि आवश्यक छ। आवश्यकताका आधारमा विद्यार्थी सङ्ख्याका आधारमा चाहिँ पुनर्वितरण गरिनुपर्छ भन्ने लाग्छ मलाई। ओडामा सडक पहुँच विस्तार, खानेपानी सुविधा सुधार तथा सरसफाइ अभियानलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ। पूर्वाधार विकासले नागरिकको जीवन सहज बन्दै गएको छ। महिला सशक्तिकरण, युवा सहभागिता र सामाजिक समावेशीकरणलाई ओडाले विशेष महत्त्व दिएको छ। विभिन्न सिप विकास तथा आय आर्जन कार्यक्रम मार्फत समुदायलाई आत्मनिर्भर बनाउने प्रयास जारी छ। पञ्चेश्वर 4 सांस्कृतिक विविधता र प्राकृतिक सम्पदाले सम्पन्न क्षेत्र हो। यहाँका मठ मन्दिरहरूलाई पुनर्निर्माण गरिँदै आइएको छ। धार्मिक तथा पर्यटकीय सम्भावनाहरूले स्थानीय विकासमा नयाँ अवसर सिर्जना गरेको छ। भारतको सीमा जोडिएको विनायक, आमचोरा लगायतका यहाँका क्षेत्रहरू मुख्य रूपमा पर्यटकीय क्षेत्र पनि हुन्। शिक्षित, स्वस्थ र आत्मनिर्भर समाज निर्माण गर्ने लक्ष्यका साथ पञ्चेश्वर गाउँपालिका 4 विकासको यात्रामा निरन्तर अघि बढेको छ। जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको साझा प्रयासले उज्यालो भविष्यको आधार निर्माण भएको छ। लामो समयदेखि अँध्यारो रहेको पञ्चेश्वर गाउँपालिका 4 र पञ्चेश्वर गाउँपालिका नै अहिले विद्युतीकरणले उज्यालो बन्दै गएको छ। भएर आइसकेपछि मेरो वडामा धेरै कुरा भन्नु आपसक्दो हामीलाई सीमित बजेट हुन्छ। त्यो सीमित बजेटको दायराभित्र रहेर कमसेकम 4 नम्बर वडाका जनताहरूको आधारभूत समस्यालाई समाधान गर्नुको लागि हामीले खानेपानीमा पनि काम गरेका छौँ, बाटोघाटोमा पनि गरेका छौँ, स्वास्थ्य संस्थामा, शिक्षामा अनि यो सडकमा धेरै काम गरेका छु। 1-2 टोल चाहिँ यो सडकको पहुँचभन्दा बाहिर छन्। 1 टोल 2 टोल भनौँ, थोरै परिवार भएका, त्यहाँ पनि काम सुरु गरेका छु। यो पहिलेको बजेटमा पनि त्यहाँ सम्बोधन रहेछ, अहिले पनि बजेट छ र यो आउँदो हाम्रो लास्ट कार्यकालमा त्यो बस्तीमा पनि रोड पुगाउने चाहिँ प्रयासमा छौँ सर। वडा नम्बर 4 मा मलाई लाग्छ 95% भन्दा पनि बढी 98% भनौँ, 98% सम्म बिजुलीमय भइसकेको छ र 2-3% चाहिँ बाँकी छ। त्यो पनि प्रयास छ हाम्रो। अस्ति गाउँपालिकाको कति 25 लाख 30 लाख रुपियाँ हामीले विद्युतमा राखेका थियौँ। त्यो जिल्ला विद्युत यो बैतडी जिल्ला वितरण केन्द्रलाई दिएर त्यहाँबाट जति हामीले यहाँबाट हाल्यौँ 30-35 लाख त्यति उसले हालेर ठेका लगाउने रहेछ। त्यो ठेका प्रक्रिया अगाडि बढिसकेको छ र मलाई लाग्छ यो आर्थिक वर्षमा लगभग 2-3 महिनाको अन्तरमा हामी यो 4 नम्बर वडालाई त म सम्पन्न गर्छु, बिजुलीमय बनाउँछु भन्ने सोचमा लागिपरेको छु। म आइसकेपछि पनि अहिले सिँचाइ खानेपानीका योजनाहरू यहाँ बन्दैछन्। म आउनुभन्दा पहिले पनि यहाँ त्यस्तो खासै समस्या खानेपानीको समस्या मूल नभएर मात्रै हो, मूल सम्भव जहाँ मूल छ त्यहाँ मलाई लाग्छ 4 नम्बर वडामा 90-95% खानेपानीको समस्या समाधान छ। एउटा यो मल्ली चौडली भन्ने ठाउँमा थियो, तिनीहरूको एकदम जोरदार माग थियो खानेपानीको। मैले उनीहरूलाई बाचा पनि गरेका थिएँ, म मेरो कार्यकालमा तपाईँलाई म खानेपानी पुगाउँछु भन्ने। यो 82-83 को बजेटमा प्रदेश सरकारबाट मैले पहल गरेर अहिले मेन लाइनको काम सम्पन्न गरेर उहाँहरूले भुक्तानी पनि पाइसक्नु भएको छ। अहिले फेरि
आगामी वर्ष यो 83-84 मा उहाँहरूको घरधारा बन्ने प्रोग्राम छ। अन्य ठाउँमा त लगभग खानेपानीको समस्या मेरो 4 नम्बरमा छैन। यो पालिका र वडा भएको ठाउँमा अलिकति समस्या हो। त्यहाँ पनि यो लिफ्टिङको पानीले चल्या छ। मूल नभएर लिफ्टिङबाट हामीले पूर्ति गरेका छौँ। यसको लागि पनि मैले गाउँपालिका अध्यक्षसँग रिक्वेस्ट गरेर यो ठाउँको लागि डिपिआर बनाइदिनुपर्छ अध्यक्ष। यो डिपिआर बनाएर हामी प्रदेश सरकार सङ्घीय सरकारमा पठाउँला र त्यहाँबाट चाहिँ समस्या समाधान हुन्छ भन्ने हामी दुईटैको सहमति भएको छ। त्यो छ। अब जो प्रत्येक वडामा जो नेपाल सरकारको लक्ष्य अनुसार स्वास्थ्य चौकीहरू छन्, ती स्वास्थ्य चौकीले सम्पूर्ण चाहिँ यहाँका जनताले सेवा सुविधा पाउने चाहिँ त्यो छैन त्यो स्वास्थ्य संस्थाबाट। र मैले भने यहाँ हाम्रै वडामा त्यो अमचौरा स्वास्थ्य चौकीको नाममा भएको 6-7 रोपनी जमिनमा अहिले भर्खर लगभग 80% काम भइसक्यो। 10 सफैयाको अस्पताल बन्दैछ। त्यसमा एमबीबीएस डाक्टर 1 वर्षभित्रै मलाई लाग्छ हाम्रो कार्यकाल भित्रै त्यहाँ एमबीबीएस डाक्टर आउँछ। हामी पहल गर्दैछौँ, आउँछ त्यो एमबीबीएस डाक्टर आएर त्यसको लागि एमबीबीएस डाक्टर बसेपछि यो पालिकाले हामीले सबै मिलेर त्यहाँ उपकरणहरू किनेर 1 वर्षभित्रै चाहिँ यो पञ्चेश्वर पालिकाका जनताले स्वास्थ्य सेवा पाउँछन् भन्नेमा म विश्वस्त छु। नेपाल सरकारको अब स्वास्थ्य शाखामा सोद्धाखेरि, पालिकामा सोद्धाखेरि त्यो नेपाल सरकारबाटै त्यो पुरै हामी त्यो बर्थिङ सेन्टरमा सेवा सुविधा नहुने एकजना अनमिले मात्रै गर्दा त्यो बच्चाको ज्यान जोखिममा, आमाको ज्यान जोखिममा पर्न सक्छ र त्यो स्वास्थ्य संस्थामा गर्नुपर्छ भन्ने नेपाल सरकारको लक्ष्य अनुसार यहाँ पञ्चेश्वर गाउँपालिका पनि एम्बुलेन्स छ। अहिले एम्बुलेन्स सेवा दिइराखेका छौँ। हाम्रो भनेको यहाँ टाढा भनेको तल विनायक नोला उता मिट्युल बन्ला गाउँ हो हाम्रो अलि दूर पर्ने। त्यहाँको लागि अहिले तुरन्त फोन गर्दा साथ एम्बुलेन्स आउँछ। एम्बुलेन्समा राखेर हामीले यहीँ स्वास्थ्य संस्थामा लिएर डेलिभरी गराउने गरेका छु र अहिले त्यत्तिकै बर्थिङ सेन्टरको खासै विवाद छैन। उति बेला अलिकति विवाद भए हो, त्यसको लागि त्यो साम्य भइसकेको छ। करिडोरको लागि त हामीले धेरै प्रयास गऱ्यौँ। म एक्लैले होइन, गाउँपालिका अध्यक्षज्यू, उपाध्यक्षज्यू भनौँ सबैले यो गाउँपालिका परिवारले नै हामीले धेरै पहल गऱ्यौँ सर। जब यो पालिकाले पहल गर्यो अहिले लगभग भर्खर 5-7 महिना अघि यहाँ जोडिया छ। उताका हाम्रा 2वटा रोडदेउल गिरेगाडा यो पालिकासित जोडिएको थिएन। उहाँहरूले यो पालिका सेवा लिन आउँदाखेरि उता मेलौलीबाट पाटनबाट घुमेर आउनु पर्थ्यो। यो पञ्चेश्वर गाउँपालिकाको अथक प्रयासले ठेकदारलाई प्रेसर हालेर उसलाई चाहिने सबै कुरा सहयोग गरेर अहिले चाहिँ यो करिडोर जोडिया छ। हामीलाई सहज भएछ। यो मेरो त सम्बन्धित वडा हो। यहाँ मेरो वडाको अध्यक्षको हैसियत लिएर गाउँपालिका अध्यक्षजीको प्रयासले गर्दाखेरि अहिले जोडिया छ। हाम्रो धेरै प्रयास होइन सर। बैङ्कको लागि पनि हामीले धेरै प्रयास गऱ्यौँ। कार्यपालिकाको बैठकमा निर्णय गरेका छौँ, गाउँसभामा निर्णय गरेका छौँ। सबै कुरा पहल भइराखेको थियो। आउने कुरा पनि भइया हो। यो पालि यो अषाढमा कारोबार सिद्ध्याएर साउनमा चाहिँ यहाँ आउँछु भन्ने बैङ्कले पनि निर्णय गरेर यहीँ हाम्रो यो तल बैङ्कको लागि कोठा पनि बनिसकेका छ। अहिले फेरि यो पालिकाको विवाद आयो। पालिका मर्ज हुने के गर्ने यस्तो हल्ला भयो। माथि सङ्घीय सरकारबाट त्यस्तो भयो। म भन्न चाहन्छु यहाँ मैले भने नि अघि त्यो 14-15 करोडको हाम्रो 10 सयको अस्पताल बन्ने प्रक्रियामा छ, बन्दैछ भनौँ। 80-85% काम भइसकेको छ। यहाँ पालिका यत्रो लगानी लाएर पालिका बनिया छ, वडा भवन सबै छ, सडक छ, सबै कुरा गरेका छौँ। म सङ्घीय सरकारलाई पनि भन्न चाहन्छु यो पालिका हाम्रो इन्डियाको बोर्डरको पनि पालिका हो। यो मर्ज गर्नमा मेरो असमर्थ छ। त्यो बहाना झिकेर अहिले बैङ्कको लागि केही त्यो बैङ्कले मानिरहेको छ नि भोलि पालिका मर्ज हुन्छ, हामीले किन आउनु पऱ्यो त्यहाँ? यो कुरा टुङ्गिएपछि त्यसपछि विचार गरौँला भनेको छ। मलाई जहाँसम्म लाग्छ यो पालिका यहीँ रह्यो, पञ्चेश्वर पालिका यथावत रह्यो भनेपछि बैङ्क पनि तुरुन्तै आउँछ भन्ने मलाई त्यसमा कोही शङ्का छैन। हामीले राजस्वको कुरा गर्दाखेरि त मलाई लाग्छ पञ्चेश्वर पालिकाका 6वटा वडामध्ये सबभन्दा बढी राजस्व उठ्ने भनेको यो 4 नम्बर वडा हो। यहाँबाट उठ्छ। हामीले धेरै गरेका छौँ त्यसको लागि पहल। तल त्यहाँ बालुवा गिट्टीको पनि ठेका लाउँछु, तारको पनि ठेका छ। अन्य
धेरै कुरा छ यहाँ त्यहाँबाट उठिरहेछ। अझै म त के भनिरहेको छु भनेपछि यो तल अझै त्यो क्रेसरको कुरा पनि त्यसमा पनि प्रदेश सरकारबाट अनुमति लिएर अझै के गर्नुपर्छ त्यो प्रक्रियामा गएर त्यसको पनि त्यहाँ ठेक्का लायो भनेपछि अझै चाहिँ त्यो बढ्छ भन्नेमा हामी विश्वस्त छौँ सर। त्यो खासै अनुभव भन्ने कुरा त मेरो चाहिँ यो राजनीतिमा धेरै लामो समय भयो। म 54 सालमा पनि वडा अध्यक्ष जित्या मान्छे हुँ गाविसमा। त्यतिखेरदेखि म काहीँ एक दिन नौकरी गरेका छैन, केही गरेका छैन, यो जनताको सेवामा लागेको मान्छे हुँ अहिलेसम्म 20, 25, 30 वर्षसम्म। अब जनप्रतिनिधि भएर काम गर्नु अलि त्यो बाहिर बसेर जनताको सेवा गर्नु र जनप्रतिनिधि भएर जनताको सेवा गर्नुमा अलि रमाइलो लाग्ने रहेछ। जनताका मागहरू अब बाहिर बसेर हामी अर्कासँग मागिदिने, यहाँ मेरो फलानु ठाउँमा यो गरिदिनु पऱ्यो, फलानु ठाउँमा यो गरिदिनु पऱ्यो भन्ने माग राख्ने ठाउँमा अहिले आफै दिने ठाउँमा छौँ। मलाई एकदम खुसी लागेको छ। किनभने जनताको मार्का मैले त्यस्तो पनि गरेको छैन कि कोही यो 7 नम्बर वडामा कसैलाई पक्षपात पनि गरेका छैन। एकदम जनताको समस्या देखेर मैले जहाँ जहाँ टोलमा गएर जनताको समस्या अनुसार मैले बजेट विनियोजन गरेका छु। मलाई त्यसमा एकदम गौरव लाग्छ, मलाई खुसी लाग्छ। मैले यहाँको मतदातालाई म भन्न चाहन्छु, वास्तवमा तपाईँहरूले जिताएको तपाईँहरूको जनप्रतिनिधि हो। तपाईँहरूको यो जनप्रतिनिधिले वास्तवमा सकेसम्म हाम्रो बुद्धि विवेकले भ्याएसम्म मलाई लाग्छ राम्रै काम गरेका छु। सबै ठाउँमा योजना गएको छ, सबैको समस्या समाधान गरेका छ। सबैको अझै सबै कुरा त पूर्ति हुँदैन, हामीलाई सीमित बजेट हुन्छ, सबै कुरा गर्न नसके पनि अझै यो अमचौरावासीलाई तपाईँ निराश नहुनुहोला। तपाईँको हकहितको लागि अझै पनि म वडा अध्यक्ष नरहे पनि तपाईँको साथमा छु। तपाईँको लागि म सधैँ यो जीवन सन्जेलसम्म लडिरहनेछु भन्न चाहन्छु। एकता, सहकार्य र विकासको साझा सङ्कल्पसहित पञ्चेश्वर गाउँपालिका 4 समृद्धिको मार्गमा अग्रसर छ। समृद्ध वडा, सुखी नागरिक, पञ्चेश्वर गाउँपालिका 4 को अभियान सफल होस्, हाम्रो शुभकामना।